एउटा घना जंगलमा ठूलो र घमण्डी हात्ती बस्थ्यो। उसलाई आफ्नो बल र आकारको धेरै घमण्ड थियो। एक दिन हात्ती जंगल हुँदै हिँड्दै गर्दा उसले जमिनमा सानो कमिलालाई देख्यो। हात्तीले हाँस्दै भन्यो, "ए सानी कमिला, तिमी त यति सानो छौ, म चाहिँ ठूलो र बलियो छु, तिमीले के नै गर्न सक्छौ र?" कमिलाले शान्त स्वरमा भन्यो, "ठूलो वा सानो हुनु महत्त्वपूर्ण होइन, काम र बुद्धि महत्त्वपूर्ण हुन्छ।" हात्तीले कमिलाको कुरा गम्भीरतापूर्वक लिएन र अघि बढ्यो। केही पर गएपछि हात्ती हिलोमा फस्यो। उसले धेरै प्रयास गर्यो तर बाहिर निस्कन सकेन। मद्दतको लागि चिच्यायो। त्यही बेला कमिलाले अरू धेरै कमिलाहरूलाई बोलाइन्। सबै मिलेर हात्तीको खुट्टामा टोक्न थाले। हात्तीलाई दुख्यो र उसले बल लगाएर खुट्टा चलायो। यसरी अन्ततः हात्ती हिलोबाट बाहिर निस्कन सफल भयो। हात्तीले लाज मान्दै कमिलासँग माफी माग्यो र भन्यो, "आज मैले सिकेँ, सानो भए पनि सबैको आफ्नै महत्त्व हुन्छ।" कमिला मुस्कुराइन्। शिक्षा: सानो ठूलो नभनी सबैलाई सम्मान गर्नुपर्छ।